सोचे थे जिन्दगीमा रारा हेर्नुस् त कति राम्रो देखेको रारा हैन सिकाउँछम जान्छम हैन यहाँबाट चाहिँ रारा थोरै नै देख्दो रहेछ अनि त्यहाँ माथिबाट चाहिँ सायद पुरा देखिन्छ होला। अनि नमस्ते सम्पूर्णमा अहिले चाहिँ हामी मुरमा टप जान लागेको है। अनि हिजो चाहिँ मैले युट्युबको लागि भिडियो बनाउन पाइएन के किनकि बाटोमा अब 2 घण्टाको बाटो छ रारासम्म नि त्यो उयो गाडीमा आइहाल्छौँ नि त त्यसैले मैले भिडियो बनाउन पाइएन। जे भयो नि अब मुरमा टपको लागि चाहिँ भिडियो बनाउँछु युट्युबको लागि भनेर आज चाहिँ म भिडियो बनाउन गइरहेको छु। कस्तो स्यास्याले बोल्नै सकिरहेको छैन के बहिनीहरू पनि अगाडि हिँडिरहेको छ। हामी चाहिँ 3 जना मात्रै भयौँ के अरू साथी पनि भेटिएन। सो त्यही हो मुरमा टपबाट रारा कस्तो देखिँदो रहेछ हो त्यो चाहिँ म तपाईँहरूलाई देखाउने छु। त्यसको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नुपर्छ है त। हेलो साथीहरू हेलो कस्तो लागिरहेछ? राम्रो लागिरहेको छ एकदम। तर मौसम सफा नभएर बिजोक भइरहेको छ है। ओए तिमीलाई के लाग्छ मौसम सफा होला? खै अब होला जस्तो त लागिरहेछ। नभयो भने त हाम्रो त बिजोक हुन्छ होइन। ल बहिनी चाहिँ सबसे फर्स्टमा हिँडिरह म चाहिँ जहिले लास्टमा भिडियोमा मात्रै भनेको है। फेरि यहाँनिर घर बनाउने कार्यक्रम चलाइरहेछ अनि हामी चाहिँ बिहानै आएको हो नि त। तै पनि उहाँहरूले बिहानै काम सुरु गर्नुभएको छ त्यही हो। तर मौसमले चाहिँ साथ दिँदैन जस्तो छ क्या। हुँदैछ घर यहाँनिर चाहिँ एउटा गाउँ रहेछ देख्न सक्नुहुन्छ। तर कुहिरोले चाहिँ ढाकिरहेको छ होइन। अन्त हामीलाई चाहिँ यहाँ पानी परेर बर्बादै भइहाल्यो। अब आइसक्यो फर्किम कसरी जानै पर्यो। केही देखिन्न होला सायद त्यहाँबाट। हाम्रो त दिनै खराब रहेछ त्यहाँ आउने दिन किनकि आउँदाखेरि पानी परेको थिएन। मौसम यति सफा भएको थियो कि तर होइन हिँडिसक्यो जब हिँडिसक्यो गमगढी बजार पुगिसक्यो नि त्यहाँदेखि जहिले पनि पानी परेको परै भयो कि खै हामी कस्तो दिनमा चाहिँ आएको हो कुन्नी। अब चाहिँ हामी पुग्न लागेको छौँ होइन। अनि यसले चाहिँ फुलको माला बनाउँदै ठिक्क छ। पछि त्यहाँ गएर यसरी लाउने हो नि पछि फोटो खिचौँला भनेर है। अब पुग्न लागेको होला सायद किनकि भाले कराएको सुन्यौँ हामीले। अनि अर्को कुरा त्यहाँ तल 30 मिनट भनेर लेखेको पनि थियो। मैले यो मिनी भ्लगमा चाहिँ हाल्नेछु किनकि त्यहाँको भिडियो पनि बनाएको छु जम। अनि यो चाहिँ के भन्छ यो युट्युबको लागि चाहिँ त्यहाँ भिडियो बनाउन पाइएन किनकि त्यतिखेर बेसरी पानी परेको थियो के। ल त्यही हो पुगेपछि अब हेरौँ ल रारा अनि मुरमा टप है त। यहाँबाट चाहिँ रारा थोरै नै देख्दो रहेछ अनि त्यहाँ माथिबाट चाहिँ सायद पुरा देखिन्छ होला। अनि अहिले त कुहिरोले पनि ढाकेको छ पछाडि देख्न सक्नुहुन्छ। अलिकति चाहिँ देखेको छ है त। थाहा छैन कुहिरोले ढाक्ने पो हो कि त्यहाँ माथि पुगेर के हुन्छ हेरौँ है त। मलचरीका बथन हजुर बसै सरी आँसुसँगै दुःख। हामीले खानासाना खाएर त्यहाँ टपतिर लागिरहेको छौँ होइन। अलिअलि भाग्य चाहिँ रहेछ जे भने पनि मौसम चाहिँ सफा हुन लागेको छ। यी पछाडि पनि हेर्न सक्नुहुन्छ यस्तो छ मौसम होइन। एकदम राम्रो छ। बहिनी चाहिँ त्यहाँ अगाडिबाट गइरहेको छ। सो त्यही हो हामी 3 जना चाहिँ अब टपमा जान्छौँ होइन। पागल मलुन खाइरहेछौँ। सो साथीहरू हामी चाहिँ पुग्न आँटेको छौँ डाँडामा होइन। अन्त फुलको माला बनाएको छौँ।
माला बनाउने महारानी चाहिँ यो हो फर्स्टमा मैले बनाएको मैले बनाएको आधी चाहिँ बहिनीले बनाएको दुईटा चाहिँ बहिनीले बनाएको अनि एउटा चाहिँ मैले बनाएको है र त्यही हो तपाईहरु पनि यसरी बनाउन जान्नुहुन्न भने भन्नु है हामी होइन सिकाउँछौँ है त सोचे थे जिन्दगीमा के भइदियो हेर्नु न यहाँ आएको केही पनि देखिएन के पुरै कुरोले ढाकेर बिजोक होइन हामीले पनि हेर्न पाएनौँ भिडियो पनि बनाउन पाएन भाग्यै छैन रहेछ साथीहरू गाह्रो छ हौ जिन्दगी हामी होइन 3 बजेसम्म यहाँ बसेको अब कहिले खोल्छ कि भनेर बसिएको खोलेन साथीहरू खोलेन अब हामी फर्किन्छौँ फेरि हामी अलपत्र पर्छौँ नि त त्यसैले फर्किन्छौँ अनि अब मौसम खोल्यो भने यहाँ हेर्नु न यहाँ टक्क मलसवाल राख्ने ठाउँ पनि बनाएको छ यता चाहिँ अनि यता यहाँ पछाडि बसेर चाहिँ फोटो खिच्ने तर के गर्नु हाम्रो भाग्यमा यसरी फोटो खिच्नै पाएन साथीहरू अब चाहिँ हामी यहाँबाट फर्किनु पर्छ धेरै टाइम बस्यो भने फेरि जिन्दगीभरि यहाँनिर हराउला नि रातिमा ल अब हामी फर्किन्छौँ न यहाँ रिसै उठ्दो कुरा चाहिँ यहाँनिर छ कि हामी त्यहाँ टपमा गएको बेला चाहिँ मौसम सफा भएन होइन यहाँ आएको त हेर्नु न यति सफा भएको छ कि कुरै नगर्नु कति राम्रो भएको छ मौसम हाम्रो त भाग्य नै खोटो रहेछ साथीहरू आजको भ्लगमा मेरो भाग्य खोटो भनेर कति धेरै भनिसकेँ मैले ठिकै छ अब अर्कोचोटि आउनुपर्छ मौसम राम्रो तर सुन्दर छ संसार विपना भन्दा होटेल देख्न सक्नुहुन्छ साथीहरू पछाडि चाहिँ मलाई चाहिँ यहाँ चिसो भएर गाह्रो भइरहेको छ त्यही हो गइसक्यौँ हामी चाहिँ फर्केर यहाँ हुनुहुन्छ बहिनीहरू चाहिँ अगाडि सुन न हेलो घुमाइ कस्तो भयो राम्रो भयो धेरै राम्रो तर अलिकति नराम्रो मुरमा टप पुगेर रारा पुरै हेर्छु भनेको मौसमले साथै दिएन त्यही भएर चाहिँ अलिकति उ भयो है त्यही भएर नत्र त नरमाइलो नत्र त राम्रै भएको हो नि त होइन राम्रै भयो केही छैन हामी अर्कोचोटि आउनुपर्छ रारा ताल घुम्न जान मन लागेछ मुरमा डाँडा चढिकन हेर्न मानेछु